आफ्नो धर्म पनि छाड्नु हुँदैन। केटी मान्छेको महिलाको हजुर आफ्नो इज्जतमा रहनुपर्छ। लाउनलाई जे पनि लाउनुपर्छ, खानलाई जे पनि खानुपर्छ। खाऊ, खान नहुने कुरो नखाऊ, गर्न नहुने कुरो अपराध नगर, आफ्नो साइडमा बस। हजुर हजुर। अनि आमाले यही नै आउँछ बाबु कल्पना। अनि हजुरले भन्नुभयो कि गाईहरू जर्सी गाईहरू पालेको थियो भनेर। त्यो अब त्यतिखेरका अहिले त अब हाडा भाँडा पनि त धेरै परिवर्तन भइसके। त्यतिखेर चाहिँ के भन्थे त्यो गाईको ठेकी भाँडाहरूको नाम के हजुरलाई के याद छ? ठेकी भन्थे, हजुर सानो ठेकी भन्थे, ठुलो ठेकी भन्थे, माइलो ठेकी भन्थे, हजुर मोइतो लाउने ठेकी भन्थे, अनि एकमाने ठेकी भन्थे। हजुर तिनीहरूमा दही जमाउने, हजुर माने ठेकी चलाउने एउटा पाहुना आयो। अनि घिउ राख्नेहरू, अनि घिउ राख्नेलाई तेल भान्सा काम गर्ने हजुर काठकै हुन्थ्यो। हजुर काठकै सिसी त अलि पछि आएका दवाईका सिसी, हजुर सिसीहरू त। अनि काठकै सबैभन्दा सानोलाई माली भन्थे। ठेकी जस्तो यस्तो हुन्थ्यो भान्सा चलाउने, माली भन्थे। अनि तोरी साथ, तोरी हुन्थ्यो धुन्नामै माइतीको घरमा। तोरी साथे बेलामा त्यो पाथी, एक पाथी जाने भाँडा तेल राख्ने, हजुर एक पाथी जाने भाँडा तेल राख्ने। घिउ एकचोटि मोइतो ल्याएको नुहाउने पगाल्दा त्यो जर्सी गाईका घिउ एकमाने हुन्थ्यो। हजुर एकमाने भाँडा, एकमाने भाँडा सधैँभरि एकै डाडु घिउ। अनि त्यो दुनेलाई, गाई दुनेलाई ढुङ्ग्रो भन्थे। ढुङ्ग्रो नै भन्थे। ढुङ्ग्रो भन्थे। अनि ढुङ्ग्रो भन्थ्यो। त्यो कोही गाई चाहिँ अलिक चन्नाल हुन्थ्यो। त्यो कल्चाउरो दुखो होला बिचरा, बोल्न नजान्ने होइन। गाईलाई चन्नाल भनेर कुटेर के गर्ने? उसलाई उसमा नि त प्राण छ नि, ऊ प्राणी हो नि, उसलाई नि त दुख्छ होला नि। अरू पनि हुन्छ नि अहिले परिवर्तन। हजुर अहिले परिवर्तन भएका होइन, अहिले के नाम आएका। पहिला अब जस्तो चामल राख्ने भयो त्यस्ता के हुन्थे पहिला, अहिले हामीले नसुनेका? चामल राख्ने भाँडोलाई घ्याम्पी भन्थे। घ्याम्पी, घ्याम्पी भन्थे। हजुर सानो घ्याम्पी भन्थे, ठुलो घ्याम्पीमा भन्थे। त्यो चाहिँ कस्तो भकारी जस्तो? माटाको। माटाको घ्याम्पी। हजुर कुमालेले बेच्न ल्याउँछ घर घर है। हजुर ल्याउँछ धानसित साट्ने। राम्रो चट्ट मिलाइ हुन्थे। बुटा राखेर